आज हामी एसई को लागि एकदम इम्पोर्टेन्ट च्याप्टर हेरिडिटीको माइटोसिस सेल डिभिजन बुझ्छौँ है त। सो माइटोसिस चाहिँ कहाँ अकर हुन्छ भन्दाखेरि हाम्रो बडीमा भएको सबै सेल्समा हुन्छ एक्सेप्ट रिप्रोडक्टिभ सेल्समा चाहिँ मियोसिस हुन्छ। माइटोसिसमा के हुन्छ हाम्रो मदर सेल चाहिँ डिभाइड हुन्छ दुईटा इक्वल डटर सेलमा। यहाँ इक्वल भन्ने टर्मले के बुझाउँछ भन्दाखेरि चाहिँ मदर सेल र डटर सेलमा सेम नम्बर अफ क्रोमोजोम हुन्छ भनेको। त्यही भएर माइटोसिसलाई हामीले इक्वेशनल सेल डिभिजन पनि भनेर भन्ने गरिन्छ। र यो माइटोसिस के को लागि हुन्छ भन्दाखेरि चाहिँ अब मैले भनिसके हाम्रो बडीमा सबै सेल्समा चाहिँ माइटोसिस हुन्छ। सो द्याट मिन्स अब हाम्रो बडी ग्रो हुनको लागि हैन ग्रोथ र डेभलपमेन्टको लागि पनि माइटोसिस इम्पोर्टेन्ट छ। त्यस्तै गरी हाम्रो कुनै पनि टिस्युहरु इन्जर भयो ड्यामेज भयो भने पनि त्यसको रिपेयरको लागि पनि हाम्रो माइटोसिस इम्पोर्टेन्ट छ। त्यस्तै अब यो माइटोसिस एक्चुअली कसरी हुन्छ र कसरी चाहिँ नम्बर अफ क्रोमोजोम चाहिँ मदर सेल र डटर सेलमा इक्वल हुन्छ त्यो कुरा बुझौँ। र त्यो बुझ्नको लागि चाहिँ हाम्रो के हुन्छ भन्दा सेलको दुईटा फेज हुन्छ, एउटा हुन्छ रेस्टिङ फेज र एउटा हुन्छ डिभाइडिङ फेज। र डिभाइडिङ फेज भनेको न माइटोसिस र मियोसिस हो र रेस्टिङ फेज भनेको चाहिँ प्रिपरेसन फेज हो। द्याट मिन्स यो डिभाइड हुनु अघिको फेज हो। यसमा चाहिँ के गर्छ सेलले चाहिँ आफूलाई प्रिपेयर गर्छ डिभाइड हुनको लागि। जस्तै हामी कतै जानु छ अर्को दिन भने एक दिन अगाडिदेखि नै हामीले प्रिपरेसन गर्न थाल्छौँ नि। जस्तै एक्जाम छ भने अगाडिबाट प्रिपरेसन गर्छौँ। त्यस्तै गरी सेलले पनि डिभाइड हुनु अघि आफूलाई प्रिपेयर गर्छ है त। र यही प्रिपरेसन फेज अथवा रेस्टिङ फेजमा चाहिँ हाम्रो डीएनए रेप्लिकेसन हुन्छ। अब यो डीएनए रेप्लिकेसन भन्नुको मतलब के भन्दाखेरि चाहिँ डीएनए चाहिँ डिभाइड हुन्छ, रेप्लिकेट गरेर आफ्नो एउटा कपी बनाउँछ। सो डीएनए भनेको लङ थ्रेड लाइक स्ट्रक्चर हो हैन। अब यसमा प्रोटिन बाइन्ड गरेर चाहिँ के हुन्छ क्रोमोजोम हुन्छ, कन्डेन्स फर्म भनेको क्रोमोजोम भयो। अब ह्युमनमा के हुन्छ 23 पेयर्स अफ क्रोमोजोम हुन्छ हैन। त्यस्तै गरी अब मैले यो जुन फिगर छ यो फिगरमा चाहिँ हामीले एउटा सिंगल पेयर अफ क्रोमोजोमलाई चाहिँ हामीले देखाएको छौं। त्यस्तै गरी 23 पेयर्स माने यसरी नै हाम्रो डिभिजनहरु हुन्छ। सो अब बिफोर डीएनए रेप्लिकेसन हामीले हेर्न सकिन्छ यहाँ दुईटा क्रोमोजोम छ हैन। यो दुईटा क्रोमोजोमको सिंगल क्रोमेटिड्सहरु छ। अब के हुन्छ डीएनए रेप्लिकेसन भइसकेपछि डीएनए डिभाइड गरेर चाहिँ के हुन्छ अझै एउटा सिस्टर क्रोमेटिड फर्मेसन गर्छ। यो दुईटा सिस्टर क्रोमेटिड हुन्छ तर क्रोमोजोम चाहिँ दुईटा मात्रै छ है त। त्यसपछि चाहिँ बल्ल हाम्रो माइटोसिसमा जान्छ र माइटोसिसमा गइसकेपछि चाहिँ अब के हुन्छ यहाँबाट यिनीहरु छुट्टिन्छन्, छुटेर यता यो तलको भाग र माथिको भाग छुट्टिन्छ र यसरी दुईटा डटर सेल फर्मेसन हुन्छ। र अब हामीले कम्पेयर गर्छौं भने मदर सेलमा पनि त्यही क्रोमोजोम छ, डटर सेल्सहरुमा पनि त्यति नै क्रोमोजोम छ। यसरी चाहिँ हाम्रो इक्वल नम्बर अफ क्रोमोजोम हुन्छ मदर सेल र डटर सेलमा। Follow for more such contents.